नमस्कार, स्वागत छ आज फेरि पनि मेरो युट्युब च्यानलमा हजुरहरू सबैलाई। आज चाहिँ मैले हजुरहरूको डिमान्ड अनुसार कुखुराको छोइला, त्यो पनि ग्यासमा आगोको जस्तै टेस्ट र फ्लेभर, स्मोकी फ्लेभर कसरी लिएर आउने भनेर सिकाउन जाँदैछु। हजुरहरू सबैलाई थाहा छँदैछ होला, छोइला भन्ने बित्तिकै नेवारीको सबैभन्दा प्रसिद्ध र फेमस डिसमा पर्दछ। यो जति हेर्दा फेरि मिठो र खाउ जस्तो देखिन्छ, त्यति नै टेस्टमा पनि मिठो हुन्छ। ल आउनुस्, हजुर र म मिलेर आज कुखुराको छोइला बनाम। एउटा ग्यासमा भाँडा बसाल्नु होला, त्यसमा पानी राखेर मैले चाहिँ 1 किलो जति मासु लिएको छु कुखुराको, त्यो पनि बोनवाला। हजुरहरूले बोनलेस पनि लिन सक्नुहुन्छ। र स्वाद अनुसारले 1 चम्चा जति नुन राखेको छु, 1 चम्चा जति बेसार राखेर यसलाई मजाले उमाल्न छोडिदिँदैछु। यसरी राम्रोसँग बोइल गर्न छोड्दा फेरि यसमा भएको कीटाणुहरू र यसमा भएको फोरोहरू सबै मर्दछ र सबै फोरोहरू फालिन्छ। त्यसैले मैले चाहिँ यसलाई एकदम राम्रोसँग उमालिरहेको छु। हजुरहरूले भिडियोमा पनि हेर्न सक्नुहुन्छ। र बेला बेलामा चाहिँ यसलाई चलाउनु होला। बेला बेलामा चलाउनुको उद्देश्य भनेको भाँडामा नटासियोस् भनेर हो। यो चाहिँ राम्रोसँग बोइल भइसकेको छ र पाकिसकेको छ। यसलाई चाहिँ मैले चिसो पानीमा धोएर सफा गरेर राखेको छु एकतिर। र एउटा ग्यासमा प्यान बसालेर थोरै तेल राखेर छोडिदिनु होला। जुन अघि हामीले धोएर राखेको मासु थियो त्यसलाई एउटा त्यही प्यानमा फेरि पकाउनलाई फ्राई हुन छोडिदिनु होला ढाकेर। यसलाई चाहिँ बेला बेलामा फेरि पल्टाइदिनु होला। यसरी पल्टाउँदा फेरि चारैतिर पाक्छ र क्रन्ची पनि हुन्छ। फेरि पनि ढक्कन लाएर छोडिदिनु होला। यस्तै प्रोसेस 2-3 चोटि गर्नु होला। फेरि पनि पड्काइदिनु अर्को साइडतिर। फेरि ढक्कन लाएर छोडिदिनु होला। हजुरले हेर्न सक्नुहुन्छ चारैतिरबाट हावा। फेरि पनि पल्टाएर छोडिदिनु होला। अब एकचोटि फेरि ढाकेर छोडिदिनु होला। हजुरले हेर्न सक्नुहुन्छ यो मजाले हावाहरू लिक भइरहेको छ। यसरी धुवाँ मजाले उडिरहेको छ। यो भएपछि स्मोकी फ्लेभर आउन सुरु भइसक्यो भन्ने बुझ्दा भयो। यसरी पकाएको मासु ठ्याक्क आगोमा पकाए जस्तै सेन्ट र टेस्ट हुन्छ। अब फेरि पनि एकचोटि ढाकेर छोडिदिनु होला। बेला बेलामा फेरि चेक गर्नु होला। अब यो चाहिँ रेडी भइसक्यो। मैले एउटा भाँडामा निकालेँ यसलाई र अघि जुन अरू रहेको मासु छ त्यसलाई फेरि पनि अघि जस्तै प्रोसेसमा पकाउने छु। थोरै तेल राखेर अरू मासुलाई फ्राई गर्छु। हजुरले हेर्न सक्नुहुन्छ। सबै मासुहरू त्यस्तै गरेर फ्राई गरेर यतिको रेडी भइसकेको छ। र हजुरहरूलाई अब कतिको सानो ठुलो पिस है कति मनपर्छ त्यति नै बनाएर राख्न सक्नुहुन्छ। र अघिकै भाँडामा मैले तेल राखेँ, तोरीको तेल। हजुरहरूसँग चाहिँ तोरीको तेल छ भने तोरीको तेल, नत्र भने सनफ्लावर जे राख्दा पनि भयो। त्यसमा जिरा राखेर फ्राई गरेँ। जिरा कालो भइसकेपछि टमाटर, मैले 5वटा जति टमाटरलाई काटेर राखेको थिएँ, त्यसलाई चाहिँ राखेर पकाउन सक्नुहुन्छ। खुर्सानी हजुरलाई कतिको टेस्ट मनपर्छ खुर्सानीको त्यही अनुसारले राख्नु होला। तर जति पिरो राख्नुभयो छोइलामा त्यति नै राम्रो हुन्छ। अलमोस्ट यो पाकिसक्यो र पाकेर यतिको भइसक्यो। अब एउटा भाँडामा मैले राख्दैछु। हजुरहरूसँग बाटा, बोरको, ठुलो बोरको जे छ त्यसमा खनाउन सक्नुहुन्छ। मसँग चाहिँ सिसाको बाउल भएको भएर मैले यसमा राखेको छु। र मैले चाहिँ 3-4 चोटि मजाले साबुनले हात धोएर हातैले मुछ्दैछु। हजुरहरूसँग ग्लोभ्स छ भने ग्लोभ्स लगाउन पनि सक्नुहुन्छ। मसँग आज ग्लोभ्स नभएको भएर मैले हातैले मोल्दैछु।
र एउटा ठुलो प्याज काटेर मसिनो पारेर राखेको थिएँ, त्यसलाई राख्दैछु। 5-6 वटा खुर्सानी, हरियो खुर्सानी, लसुन, प्याज, अदुवा सबै चिज राखेर र हरियो प्याजको पत्ता राखेर मैले यसमा छोडिदिएको छु। जुन चाहिँ लसुन र अदुवा थियो त्यसलाई कुटेर मजाले मसिनो बनाएर त्यसलाई पनि राख्दैछु र एउटा कागती थियो कागतीलाई पनि राख्दैछु। हजुरहरू कति अमिलो खानुहुन्छ त्यही अनुसारले राख्नु होला। र 1 चम्चा जति टिमुरको धुलो राखेको छु। हजुरहरूसँग टिमुरको छोप छ भने टिमुरको छोप राख्दा पनि हुन्छ। र स्वाद अनुसारले 1 चम्चा जति नुन, 1 चम्चा सब्जी मसला, 1 चम्चा जति मिट मसला र मसँग करेन्टको मिट मसला भएको भएर मैले राखिरहेको छु। हजुरसँग छैन भने नराख्दा पनि हुन्छ, किनभने अघि नै हामीले राखिसक्यौं, त्यसैले नराख्दा पनि हुन्छ। मैले यसलाई चाहिँ मजाले फेरि पनि मुस्दैछु। यो चाहिँ सबैतिर चारैतिर मसला राम्रोसँग पुगोस् भनेर मजाले मुस्नु पर्छ। अब यो भइसक्यो। अब जुन अघि हामीले काटेर राखेको मासु थियो त्यसलाई सबैलाई यहाँ खनाउनु होला र एकातिर फेरि ग्यास अन गरेर एउटा भाँडा बसाल्नु होला। त्यसमा चाहिँ थोरै तेल राखेर मेथी 1 चम्चा जति राखेर छोडिदिनु होला झान्नको लागि। मेथी कालो भइसकेपछि लसुन र अदुवा र खुर्सानीलाई फेरि फुराइदिनु होला। डेढ चम्चा जति बेसार राखेर त्यो तेलमा झान्नु होला र यतिको भइसकेपछि त्यसलाई लिएर आएर अघिको जुन हामीले छोइला बनाउनको लागि रेडी गरेको थियौं त्यो बोर्कोमा वा त्यो बाटामा राखेर खनाइदिनु होला र यसलाई मजाले हातले मजाले मोल्नु होला। मजाले चारैतिर मसला पुगोस्। त्यस चारैतिर मसला पुग्यो भने बल्ल मिठो र स्वादिलो हुन्छ, त्यही भएर मजाले मोल्नु होला। यतिको भइसकेपछि यो खानको लागि रेडी भयो। अब हजुरहरूले एउटा कटौरामा राखेर खान सक्नुहुन्छ। हजुरहरूलाई मेरो यो भिडियो मन परे लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला र साथीभाइमा शेयर पनि गरिदिनु होला। थ्यांक यू सो मच। अहिलेसम्म भिडियो हेरेर लाइक एन्ड सब्स्क्राइब